प्रिय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, आज हाम्रो देश नेपाल फेरि राजनीति बहसको बीचबाट अगाडि बढिरहेको छ। भाषणले त देश बन्दै बन्दैन, अवश्य पनि हो, मेरो पनि सहमति रहेको छ। भाषणले मात्र देश बन्दैन। राजनीतिक सामाजिक मूल्य मान्यता सिद्धान्त नैतिकता आदर्श र विचार शून्यताले त देश बन्दै बन्दैन। युवा जनशक्तिहरूलाई सस्तो शरममा विदेश पलायन गराएर, हाम्रो खेतबारी बाँझो राखेर, हाम्रो रैथाने ज्ञान सिपहरूलाई पलायन गराएर देश त बन्दै बन्दैन। देश बन्नको निमित्त त्याग, समर्पण र इमान्दारिता चाहिन्छ। शासकदेखि प्रशासकसम्म, नेतादेखि कार्यकर्तासम्म सम्पूर्णले आफ्नो अधिकार र कर्तव्यको पालना गरेपछि मात्र देश बन्छ। घृणा होइन, सम्मान गरौँ, विभाजन होइन, एकता रोजौँ, निराशा होइन, आशा जगाउँ, अर्काको खुट्टा तान्ने होइन, सहयोग गरौँ। हामी नेपाली हो, नेपाली हुनुमा गर्व गरौँ र सबै नेपालीहरू मेलमिलाप गरेर अगाडि बढौँ। हामी नेपाली कहिल्यै नहारेको जात हो, त्यसैले नेपाली सबै एक ठाउँमा आएपछि देश बन्न समय लाग्दैन र नेपाली जनता सुखी र समृद्धशाली हुन, राष्ट्र बलियो हुन धेरै समय लाग्ने छैन। जगदीश साई, भोइस फर नेसन। धन्यवाद।